प्रतियोगिता भन्ने बित्तिकै सबैको मानसपटलमा आउने दृश्य भनेको सुन्दरताका आधारमा जज गरिने प्रतियोगिता भन्ने नै हुन्छ। अधिकांश ब्युटी प्याजेन्टहरू ब्युटीसँग नै रिलेटेड हुन्छन्। तर इम्पावर इभेन्टले आयोजना गर्न लागेको ब्युटी प्याजेन्ट मिस एन्ड मिसेस इन्डिपेन्डेन्ट इन्टरनेसनल भने सौन्दर्यसँग मात्र सम्बन्धित छैन। यो प्रतियोगिता महिला सशक्तिकरणलाई केन्द्रबिन्दुमा राखेर आयोजना गर्न लागि इम्पावर इभेन्टले जनाएको छ। मिस एन्ड मिसेस इन्डिपेन्डेन्ट इन्टरनेसनल अमेरिकन फ्रेन्चाइज प्रतियोगिता हो। यो प्रतियोगितामा कुनै पनि उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्नेछन्। टिन, मिस, मिसेस, सिङ्गल मदर, डिभोर्सी तथा विधवा महिलाले प्रतियोगितामा भाग लिन सकिने व्यवस्था गरिएको छ। मिसेस भोग नेपाल 2024 को विजेता पूजा पाखरिन यो प्रतियोगिताको निर्देशक हुन्। उनले नै केही फरक खालको र महिलाहरूलाई इम्पावर गर्ने प्रतियोगिताको कन्सेप्ट अघि बढाएकी हुन्। ब्युटी प्याजेन्ट भन्ने बित्तिकै निश्चित हाइट र सौन्दर्य भएका महिलाहरूले भाग लिने प्लेटफर्म हो भन्ने आम सोचाइमा परिवर्तन ल्याउन मिस एन्ड मिसेस इन्डिपेन्डेन्ट इन्टरनेसनल नेपाल प्रतियोगिता आयोजना गर्न लागि हो। पूजा भन्छिन्, नेपालमा अहिले भइरहेका ब्युटी प्याजेन्ट भन्दा भिन्न कन्सेप्टमा यो प्रतियोगिता सम्पन्न गर्न लक्ष्य लिएका छौं। मिसेस भोगको विजेता बनेपछि पूजाले थाइल्यान्डको बैंककमा आयोजित मिसेस टुरिज्म क्वीन इन्टरनेसनल 2024 प्रतिस्पर्धा गरेकी थिइन्। मैले प्रतियोगिताहरूमा भाग लिँदा हासिल गरेका अनुभव र महसुस गरेका अभाव र कमजोरीहरूमा सुधार गरेर उत्कृष्ट प्रतियोगिताको नमुना प्रस्तुत गर्न यो प्याजेन्ट आयोजना गर्न लागि हो। पूजा भन्छिन्, अन्तर्राष्ट्रिय स्तरको प्याजेन्ट कुन तहको हुनुपर्छ भन्ने बेन्चमार्क स्थापित गर्ने गरी प्रतियोगिता सम्पन्न गर्नेछौँ। प्रतियोगितामा भाग लिने महिलाहरूलाई व्यक्तित्व विकास, ग्रुमिङ, आत्मविश्वास अभिवृद्धि, करियर केन्द्रित वर्कसप, महिला सशक्तिकरण सम्बन्धी सेमिनारहरू, प्रोफेसनल फोटोसुट, रनवे ट्रेनिङ, स्टाइलिङ सेसन तथा देश विदेशका प्रतिष्ठित डिजाइनर र विज्ञहरूसँग अन्तर्क्रिया गराइने निर्देशक पूजा बताउँछिन्। इम्पावर इभेन्टका कार्यकारी निर्देशक सृजल विक्रम शाही हरेक उमेर समूहका महिलाहरूमा रहेका प्रतिभा र कथाहरूलाई प्रस्फुटन हुन दिएर उनीहरूको आत्मविश्वास बढाउनु प्रतियोगिताको उद्देश्य रहेको बताउँछन्। प्रतियोगिताको क्रिएटिभ हेड पूरन जोशीले प्रतियोगीहरूलाई व्यक्तिगत र व्यावसायिक जीवनमा आवश्यक पर्ने विविध ज्ञान सिप अभिवृद्धि गर्न ग्रुमिङ गरिने बताए। प्रतियोगिताका लागि फिजिकल अडिसन सम्पन्न गरिएको छ, जसबाट 35 जना प्रतियोगी छनौट भइसकेका छन्। काठमाडौँ उपत्यका बाहिरका प्रतियोगीहरूका लागि डिजिटल अडिसन गरिने निर्देशक पाखरिन बताउँछिन्। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा 29 अगस्तमा गरिने बताइएको छ।